ल है सम्पूर्णमा बडादिनको शुभकामना मेरी क्रिसमस साथै सम्पूर्ण क्रिस्चियन प्रेमीहरूलाई जय मसीह अनि सम्पूर्ण आफन्तजनहरूलाई प्रभु नचिन्नुहुनेलाई नमस्कार है। धन्यवाद छ तपाईँहरूलाई यो मेरो भिडियो हेर्दै हुनुहुन्छ र म आज तपाईँले मेरो रुममा बसेर एउटा सानो भिडियो मार्फत उपस्थित भएको छु र विशेष आज कतिपय भन्दा धेरै मानिसहरूलाई लाग्छ आज इसाईहरूको चाहिँ यो महान चाड हो, पर्व हो भनेर। तर त्यो कुरामा तपाईँहरू भ्रम नपर्नु होला, यो चाड पर्व होइन, यो चाहिँ एउटा उत्सव हो है। अनि हामी रमाउँछौँ। अनि आज चाहिँ नेपालले मात्र होइन, सारा विश्वले, द वर्ल्डले, पृथ्वीका सबै मानिस जातिले आजको यो दिन पर्खिरहेको दिन हो। र आज चाहिँ हामी मानिसहरूको जीवनमा उद्धार अनि हाम्रो जीवनमा चाहिँ शान्ति, आनन्द, प्रेम हैन जन्मिएको दिन हो है। र येशू ख्रीष्टको विषयमा हेर्ने हो भने धेरै मानिसहरूले यो विषयलाई गहन अध्ययन गर्न सकिरहेको छैन। र विशेष म आज तपाईहरुलाई गहन अध्ययनद्वारा म तपाईलाई बाइबलीय शब्दहरूबाट, बाइबलीय वचनहरूबाट केही कुराहरू तपाईहरुलाई भनिरहेको छु। अनि येशू ख्रीष्ट आज जन्मिनु भयो भन्ने कुराहरुमा कति मानिसहरूले अब बाइबलमा उल्लेख छैन भन्ने कुराहरू गर्नुहुन्छ र कतिले चाहिँ अब क्रिस्चियनहरूको महान चाड अनि पर्व भनेर बुझ्नुहुन्छ। तर विशेष आज हेर्ने हो भनेदेखि हामीले सृष्टिदेखि नै हामीले हेर्ने हो भने, सृष्टिको वर्णनलाई हेर्ने हो भनेदेखि साँच्चै नै है सृष्टिकर्ता बिना सृष्टि असम्भव छ भन्ने कुराहरू बाइबलले भन्छ। अनि यो महान सृष्टि चाहिँ गर्नुहुने महान व्यक्ति परमेश्वर हुनुहुन्छ भनेर बाइबलले प्रुफ गरेको छ। र आज मानिस, अनि बाइबलले अर्को कुरा के भन्छ भन्दाखेरि मानिस जतिसुकै जे गरे पनि पृथ्वीमा एकमुठी सास मात्रै हो भनेर बाइबलले भन्छ प्रियहरू। तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि विशेष आज मानिसहरू जीवन राम्रो जिउनको लागि अनि पुण्य कमाउनको लागि धेरै मानिसहरू सङ्घर्ष गरिरहेको अवस्थाहरू छ। तर बाइबलले एउटै कुरो भन्छ, मानिसको पाप क्षमा हुनको लागि, मानिस चाहिँ पापबाट उम्कनको लागि जतिसुकै कामहरू, जतिसुकै पुण्य गरे तापनि आज येशूको रगतमा मात्रै पाप चाहिँ धुन सकिन्छ भनेर बाइबलले भन्छ। किनभनेदेखि बाइबलले एउटा कुरो के भन्छ भन्दाखेरि मानिस जतिसुकै जे भए पनि मानिस जन्मदै पापी छ भनेर बाइबलले भन्छ। र अर्को कुरा के भन्छ भने आमाको गर्भमै हुँदाखेरि त्यो बच्चा नै पापी छ भनेर बाइबलले चाहिँ प्रुफ गरेको छ प्रियहरू। किन भन्दाखेरि मानिसको पाप धुनलाई चाहिँ कुनै पनि पशु पन्छी जनावरको बलि फलफुल चढाएर हुँदैन। किनभने मानिस कसरी पापी भयो भन्ने कुराहरू पहिला हामीले बुझ्नुपर्छ। सृष्टिको आरम्भमा हेर्ने भने सुरुमा परमेश्वरले आदम अनि हव्वा बनाउनु भयो। अनि त्यही आदम र हव्वाको सन्तान हो आज पृथ्वीमा। र पृथ्वीमा मानिसको सङ्ख्या तीव्र रूपमा बढ्दै गए। मानिसहरू एक अर्कामा छुट्टिएर बस्न थाले र डल्लै पृथ्वी परमेश्वरले बनाउनु भएको हो। पृथ्वी कसैको पेवा होइन। र यही पृथ्वीलाई चाहिँ आज मानिसले भाग गरेर चाहिँ ढुजा बनाएर चाहिँ राष्ट्र बनाएको छ। र अहिले मानिसहरू आज यही परमेश्वरले बनाउनु भएको पृथ्वीको जमिनको निम्ति मानिसहरू मेरो देश, मेरो राष्ट्र भनेर लडाइँहरू, झगडाहरू गरिरहेको अवस्थाहरू छ। तर वास्तवमै बाइबल अनुसार हेर्ने हो भने मानिसको वास्तवमै केही पनि छैन संसारमा। आज मानिसले जतिसुकै नाम दाम कमाओस्, जतिसुकै उसले धन सम्पत्ति कमाओस्, सबै कुरो व्यर्थ हो भनेर बाइबलले भन्छ। र बाइबलले अर्को कुरा आमाकै गर्भमा बच्चा पापी छ भन्नु कारण चाहिँ के हो भन्दाखेरि हामीले पाप नगरे तापनि हाम्रो पहिल्यै हाम्रो जिजु बाजेहरूले, हाम्रो पुस्ताले पाप गरेको थियो र त्यो पापको डिएनए हाम्रो शरीरमा छ। अनि त्यही पापी रगतबाट हामी जन्मेका व्यक्तिहरू हौँ। र त्यो पापको डिएनएमा हाम्रो पाप शरीर आएको कारणले गर्दाखेरि हामी जन्मँदै हामी पापी छौँ भनेर बाइबलले भन्छ। र त्यो पाप धुनको लागि चाहिँ एउटा सानो जनावरको रगतले र त्यो पशु पन्छीको रगतले हुँदैन भनेर बाइबलले भन्छ। अनि मानिस पापबाट छुटकारा पाउनको निम्ति हामीभन्दा ठुलो मानिसको रगतको आवश्यक परेको हुनाले गर्दाखेरि येशू ख्रीष्ट जहाँ चाहिँ आज मानिसको छोराहरू जोसुकै भए पनि बाउको सन्तान भनेर चिनिन्छ।
तर येशू ख्रीष्ट मात्र यस्तो व्यक्ति हुनुहुन्छ, उहाँ चाहिँ स्त्रीको सन्तान भनेर, उहाँ चाहिँ निष्कलन निष्कुप व्यक्ति हुनुहुन्थ्यो। उहाँ चाहिँ हामी जस्तो बुवा मम्मीको सम्बन्धले जन्मिनु भएको होइन। उहाँ चाहिँ परमेश्वरको योजनाबाट, एउटा कन्याको गर्भबाट उहाँ चाहिँ परमेश्वरको भविष्यवाणीद्वारा उहाँ जन्मिनु भएको व्यक्ति, जसको रगतमा चाहिँ पापको डिएनए थिएन र त्यही रगतले मात्रै हाम्रो पापी डिएनएलाई धुनु सक्ने भएको कारणले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति बलिको थुमा भएर आउनु भएको हो र उहाँले हाम्रो निम्ति रगत बगाउनु भएको छ। तपाईँहरू विचार गर्नु सबप्रियहरू, यदि येशू ख्रीष्टको एउटा परमेश्वरको छोराको रगतलेसम्म तपाईँहरू एउटा पशु पन्छीको रगतलेसम्म पाप धुन सकिन्छ भनेर तपाईँहरू भ्रममा पर्नुहुन्छ भनेदेखि एउटा कुरो, पशु पन्छीको रगतले हाम्रो पाप क्षमा हुन्छ भनेर तपाईँहरू विश्वास गर्नुहुन्छ भनेदेखि झन् परमेश्वरको पुत्र येशू ख्रीष्टको रगतले कति धेरै मात्रामा पाप क्षमा हुन्छ होला। यो कुरालाई तपाईँले सम्झिनुपर्ने अवस्था छ एकदमै गम्भीरपूर्वक। र अर्को कुरा के हो भन्दाखेरि, मानिस संसारमा एक दिन जन्मिन्छ र एक दिन यो संसारबाट हामी जानैपर्छ। र बाइबलले भन्छ यो दुनियाँ मेरो घर होइन, किनभनेदेखि यो दुनियाँ चाहिँ हामी यो दुनियाँमा आउनुको कारण चाहिँ हामी एउटा पाहुना जस्तै हो भनेर बाइबलले भनेको छ। र विशेष आज परमेश्वरलाई विश्वास गर्नु र प्रभु येशू ख्रीष्टलाई चिन्नलाई चाहिँ यो संसारमा हामीले पुण्य कमाउनलाई, संसारमा चाहिँ हामीले विभिन्न कुराहरूको लागि चाहिँ धन सम्पत्ति थुपार्नको लागि मात्रै होइन, तर परमेश्वरलाई चिन्नु भनेको चाहिँ मृत्यु पछाडिको सम्बन्धमा हामी अझै दिगो तरिकाले अनन्त जीवनमा प्रवेश गरिकन अनन्त जीवन जिउनको लागि हो प्रियहरू। र त्यस कारणले गर्दाखेरि एउटै कुरा क्रिस्चियनहरूले के भन्न सक्छ भन्दाखेरि, संसारमा मयौँ भन्ने देवी देवताहरू भगवानहरू धेरै जन्मे, तिनीहरू वास्तवमै तिनीहरू गड थिएन, तिनीहरू एउटा महापुरुष थिए। र त्रिपिटक गौतम बुद्धको धर्मशास्त्रमा गौतम बुद्धले भनेका छन्, त्यहाँ त्रिपिटक 23:27 पृष्ठमा गएर हेर्ने भने, मैले बडो कष्ट र दुःख साथ तपस्या गरेर उद्धारको बाटो र सत्य शान्तिको बाटो खोजेँ, तर म त एउटा पथ प्रदर्शक मात्रै हो, त एउटा मैले बाटो खोज्ने व्यक्ति मात्रै हौँ। तर उद्धारको लागि हेर्ने भने पूर्ण परमात्माले पठाएको पुत्र बाहेक कसैले पनि उद्धार र मुक्ति दिन सक्दैन यस संसारमा। उहाँ चाहिँ कोखामा छेडिएको र मुहारमा चोटेचुरको डाम अनि हत्केलामा छेडिएको व्यक्ति हुनुहुन्छ भनेर येशू ख्रीष्टलाई उहाँले पनि सम्बोधन गर्नुभएको उहाँको धर्मशास्त्रले पनि भनेको छ। र हाम्रो हिन्दू धर्मशास्त्रमा पनि हेर्ने भने त्यहाँ संस्कृति भाषामा लेखिएको छ, कन्या केटी गर्भधारण हुनेछन् र त्यो केटीले चाहिँ एउटा पुत्र जन्माउनेछन् र त्यो पुत्रले चाहिँ सबै सारा मानिस जातिको लागि चाहिँ रगत बगाउनेछ। जसले येशू ख्रीष्टको रगतमा विश्वास गर्यो उसले अनन्त जीवनमा प्रवेश गर्नेछ, उसको पाप सदाको लागि चाहिँ समाप्त हुनेछ भनेर चाहिँ बाइबलले भनेको छ। त्यस कारणले गर्दाखेरि आज तपाईँले भिडियो हेरेर तपाईँले जस्तोसुकै कमेन्ट गर्नुहोस्, त्यो मलाई मतलब भएन, तर यति कुरा एउटा विचार गर्नुहोस्, आजको दिन यो क्रिस्चियनहरूको महान चाड होइन प्रियहरू, एउटा जन्म उत्सव मनाउने दिन हो। किनभने हामी एउटा साधारण व्यक्तिको बर्थडे मनाउनको लागि त हामी धेरैजना भेट भएर, आफन्त इष्टमित्र भेट भएर हामी चाहिँ बर्थडे विस गर्छौँ होइन, त्यो चाहिँ कुनै पनि फाइदा छैन त्यसमा चाहिँ। तर र पनि हामी त्यो कुरामा लागि पर्छौँ भनेदेखि यो त हाम्रो जीवन मृत्यु पछाडिको सम्बन्ध। र येशू ख्रीष्टले चाहिँ के भन्नुभएको छ भने, म तँलाई स्वर्ग छोडेर आएँ तँलाई बचाउनको निम्ति है, किनभने परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, उहाँले हामीलाई बनाउनु भएको। एउटा बुवा मम्मीको कुखबाट जन्मिनु उहाँको एउटा आशिष मात्रै हो। आमालाई कहिले पनि मेरो बच्चाको आज कान बन्यो, नाक बन्यो, आँखा बन्दैछ, खुट्टा बन्दैछ भन्ने हुँदैन। पूर्ण योजना त्यहाँ परमेश्वरको हुन्छ, त्यो एउटा आशिष मात्रै हो। त्यस कारणले गर्दाखेरि सबै कुरो धान्नु हुने र बनाउनु हुने महान क्रिएटर परमेश्वर हुनुहुन्छ र उहाँले सबै कुरा स्वर्ग अनि पृथ्वी उहाँले बनाउनु भयो। आज मानिसहरू विभिन्न धर्म कर्म गरिरहेको छ, विभिन्न कुराहरूमा लागि परिरहेको छ पुण्य कमाउनलाई, र त्यो कुराले चाहिँ साँच्चै नै वास्तविकता उद्धारको बाटो देखाउँदैन, त्यहाँ चाहिँ एउटा सल्लाह सुझावको बाटो मात्रै त्यहाँ देखाएको छ। तर येशू ख्रीष्टले के भन्नुभएको छ भन्दाखेरि, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि स्वर्ग जान सक्दैन, पिता कहाँ जान सक्दैन भनेर उहाँले चाहिँ भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि हामीले विश्वास गर्ने भनेको चाहिँ हामीलाई जसले बनाउनु भयो, हाम्रो सृजनहार रचनाकार होइन, हामीलाई बनाउनु हुने परमेश्वर हुनुहुन्छ। र कुनै व्यक्तिहरूले जेसुकै भने तापनि होइन, प्रभुले भन्नुहुन्छ चुनेका
थोरै छ, बोलाएका धेरै छ है। र यस कारणले गर्दाखेरि आज हामीले प्रभु येशूलाई विश्वास गर्नुको कारण चाहिँ मेन के हो भन्दाखेरि हामी एक दिन जन्मेका छौँ र एक दिन हामी संसार छोडेर जान्छौँ, तर हाम्रो आत्मा कहिले पनि मर्दैन भनेर बाइबलले प्रुभ गर्छ। र त्यो आत्मामा नयाँ जीवन ट्रान्सलेट गर्नको लागि चाहिँ येशू ख्रीष्ट आउनुभएको छ हामीलाई त्यो घिनलाग्दो संसारबाट, त्यो दलदल हिलोमा फस्ने जीवनबाट बचाउनको लागि। त्यस कारणले गर्दाखेरि म तपाईँलाई के भन्छु भन्दाखेरि यो कुनै धर्मको होइन। क्रिस्चियनिटीमा एउटा क्रिस्चियन धर्म, इसाई धर्ममा एउटा क्याटेगोरीमा राखिए तापनि यो धर्म होइन, जीवन बचाउने एउटा विश्वास र आस्था हो प्रियहरू। किनभने क्रिस्चियनहरू चाहिँ छाती ठोकेर भन्न सक्छ कि म स्वर्ग जान सक्छु। किन भन्दाखेरि येशू ख्रीष्टले चाहिँ मृत्युलाई जित्नुभयो। येशू ख्रीष्टको बारेमा तपाईँहरू गुगलमा पनि गएर हेर्नुहोस्। संसारमा अहिलेसम्म मृत्युलाई जितेर च्यानबाट बौरी उठेर स्वर्ग चढिजानु भएको व्यक्ति चाहिँ येशू ख्रीष्ट मात्रै हुनुहुन्छ प्रियहरू। त्यस कारणले पनि क्रिस्चियनहरूले म चाहिँ 100% स्वर्ग जान सक्छु भनेर चाहिँ उहाँले सबै क्रिस्चियनहरूले दाबी गर्न सक्नुहुन्छ। किनभने मेरो परमेश्वरले मृत्युलाई जित्नुभयो र म कुनै दिन मृत्युमा परिणत हुँदै गर्दाखेरि त्यो मृत्युबाट बौरी उठाउने चाहिँ मेरो परमेश्वर हुन्छ। त्यो शक्ति चाहिँ मेरो परमेश्वरमा छ। किनभने उहाँ मारिनुभयो। किन मारिनुभयो? हाम्रो पापको निम्ति रगत बगाएर उहाँ मारिनुभयो र 3 दिनसम्म च्यानमा गाडिनुभयो र गाडिसकेपछि उहाँ फेरि बौरिनुभयो। बौरी उठिसकेपछि पनि 40 दिनसम्म पृथ्वीमा रहनुभएको कुराहरू बाइबलमा छ। त्यस पछाडि स्वर्ग जानुभयो। र फेरि अर्को कुरा के पनि गर्दैछ भने येशूले अब म एक दिन आउँछु पृथ्वीको न्याय गर्न भन्नुभएको छ है। अनि त्यो दिन न्याय चाहिँ एकदम डरलाग्दो हुन्छ प्रियहरू है। तपाईँहरूले कस्तो परमेश्वरलाई विश्वास गर्नुभएको छ त्यसको न्याय चाहिँ एकदम डरलाग्दो हुन्छ भनेर बाइबलले पहिलाबाटै हामीलाई चेतवनी र जानकारी दिइसकेको छ प्रियहरू। र आज संसारमा म हुँ भने जान्ने टाठो बाठो मान्छे केही पनि होइन परमेश्वरको नजरमा। त्यस कारणले गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि कुन कुरालाई हामीले जीवन्तसम्म हामीले चाहिँ प्राथमिकता दिँदा हाम्रो जीवन सुनिश्चित छ भन्ने कुराहरू हामीले विश्वास गर्नुपर्छ प्रियहरू। र आजको दिन चाहिँ हाम्रो हाम्रो उद्धारकर्ता जन्मिएको दिन हो। आज हाम्रो जीवन जन्मिएको दिन हो। आज हाम्रो मुक्ति जन्मिएको दिन हो। त्यस कारणले गर्दाखेरि क्रिस्चियनहरूले चाहिँ आज क्रिसमसलाई उत्साहको निम्ति रमाउने र येशू ख्रीष्टको जन्मदिन मनाउने गर्छ प्रियहरू है। त्यस कारणले गर्दाखेरि यो चाहिँ कुनै चाडपर्व होइन हाम्रो, कि आज हाम्रो उद्धार जन्मेको कारणले गर्दाखेरि, मुक्ति आएको कारणले गर्दाखेरि, शान्ति आएको कारणले गर्दाखेरि, प्रेम आएको कारणले गर्दाखेरि हामी आज उहाँको जन्मोत्सव मनाउँछौँ प्रियहरू। त्यस कारणले गर्दाखेरि संसारमा म हुँ भन्ने बुद्धिजीवी पनि बाइबलको अगाडि चाहिँ कोही पनि होइन। आज संसारमा धेरै पढे लेखेको मान्छेहरू छ, त्यो एउटा घोकन्टे शिक्षा भन्छ त्यसलाई है। तर ज्ञान र शिक्षा, बुद्धि भनेको चाहिँ यति फरक छ कि बुद्धि भनेको चाहिँ स्वयं परमेश्वरको स्रोत हो, परमेश्वरबाट आउँछ। ज्ञानको कुरा चाहिँ आज हामी विभिन्न सान्दर्भिक बुकहरू पढेर ज्ञानहरू प्राप्त गर्न सक्छौँ। तर बुद्धि चाहिँ सर्वशक्तिमान जसले हामीलाई सृष्टि गर्नुभयो, बुद्धिको स्रोत चाहिँ माथिको अभिषेकले मात्रै आउँछ प्रियहरू। त्यस कारणले गर्दाखेरि आज हामी किन प्रभु येशू ख्रीष्टलाई विश्वास गर्छौँ भन्दाखेरि आज हामी संसारमा छौँ, आज हामी संसारमा बसेका छौँ, आज संसारको रीतिरिवाजमा हामी अल्झिरहेका छौँ, आज संसारको हरेक व्यावहारिकमा हरेक कुराहरूमा हामी अल्झिरहेका छौँ। तर एक दिन हामी यो संसार सदाको लागि छोडेर जानुपर्छ र त्यो दिन पछाडिको दिन हाम्रो कहाँ छ भन्ने कुरा चाहिँ आज बाइबलले प्रश्न हामीलाई भनेको छ। त्यस कारणले गर्दाखेरि अबको फर इक्जाम्पल 100 वर्ष पछाडि जसले यो मेरो भिडियो हेर्दै हुनुहुन्छ, 100 वर्षको जीवन तपाईँको कहाँ छ? अबको 100 वर्ष पछाडिको जीवन तपाईँ एकचोटि सोच्नुहोस् प्रियहरू, एकदम गम्भीरता तरिकाले। र तपाईँले त्यो जीवन पछाडि कस्तो बाटो अपनाउनु भएको छ, तपाईँले कस्तो परमेश्वरलाई पुजिरहनु भएको छ, कतै त्यो पुजिरहेको परमेश्वरले तपाईँले मानिरहेको त्यो गडले तपाईँलाई एक दिन धोका दिन सक्छ। बाइबलले भन्छ है, के भन्छ? एउटा शब्द, मेरो बाइबलमा लेखेको कुरा, तैँले एउटा शब्द बढाइस् भने पनि तँलाई स्वर्ग जाने बाटो बन्द छ, र घटाइस् भने पनि तेरो जीवनमा पाउने तेरो सबै कुराहरूबाट तँलाई बन्धक छ भनेर बाइबलले भनेको छ। र त्यो कुराहरू हामीले कुनै पनि कुरा बढाइ चढाइ गर्नु मिल्दैन। बाइबल भनेको कुनै पनि मानिसले चाहिँ तपाईँको छापेर सङ्गठन बनाएर समिति बनाएर लेखेको होइन। बाइबल चाहिँ परमेश्वरको पवित्र आत्माद्वारा चाहिँ परमेश्वरले मानिसहरूको हृदयमा बोल्नुभएको र 40 जनाले लेखेका हुन् बाइबल। 1600 वर्षको अवधिमा बाइबल पुरा भएको छ। र त्यो बाइबल चाहिँ त्यतिखेर लेखेको बाइबल भेडाको छाला अनि ढुङ्गा कुदिएर लेखेको थियो। 1600 वर्षको अवधिमा बाइबल पुरा भएको थियो। त्यही बाइबल चाहिँ आज इजरायलको म्युजियममा छ, भेडाको छाला र ढुङ्गामा लेखेको बाइबल। पछि मानिसहरूले ज्ञान पाएर चाहिँ
विभिन्न देशको विभिन्न भाषाभाषीमा बाइबल ट्रान्सलेट गरियो। त्यस कारणले गर्दाखेरि आज मान्छेले विदेशी धर्म भन्छ, तर विदेशी स्वदेशी भन्ने यहाँ केही पनि छैन। विदेशी स्वदेशी सबै मानिसले बनाएको। परमेश्वरले सबै संसारको मानिसलाई दुई जातिको रूपमा हेर्नुहुन्छ र सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ र परमेश्वरले भन्नुहुन्छ मेरो राज्यमा आऊ भनेर बोलाइरहनु भएको छ। तर मानिसहरू आफ्नै मनोकांक्षाको आफ्नै तरिकाले भगवानहरू आफ्नै तरिकाले परमेश्वरहरू सृष्टि गरिएको छ। तर बाइबलले भन्छ मानिसले कहिले पनि भगवान बनाउन सक्दैन, परमेश्वर बनाउन सक्दैन भनेर बाइबलले भन्छ। हामी भगवान भन्दैनौँ, हामी परमेश्वर भन्छौँ होइन। तर मानिसहरूले चाहिँ आफ्नै तौर तरिकामा चाहिँ परमेश्वर बनाइरहेको अवस्थाहरू छ र त्यस कारणले गर्दाखेरि मानिसहरूले प्रकृतिलाई पूजा गर्छ, तर हामी चाहिँ त्यो प्रकृति बनाउने व्यक्तिहरूलाई हामी पुज्छौँ प्रियहरू। त्यस कारणले गर्दाखेरि आज हाम्रो जीवनमा उद्धार जन्मेको दिन हो। आज हाम्रो सारा संसारले उद्धार पाएको दिन हो। आज सारा संसारले मुक्ति पाएको दिन हो प्रियहरू। आज मानिसहरूले जस्तो सुकै अवस्था होस्, किनभनेदेखि तपाईँहरू यो सोच्नुहोस्, समय हुँदाखेरि तपाईँले एकचोटि येशू ख्रीष्टको विषयमा चाहिँ तपाईँले अवश्य पनि तपाईँले निहाल्नुहोस् प्रियहरू। आज एक दिन सकिन्छ, संसारको नाचगान सकिन्छ, संसारको भेटघाट सकिन्छ, संसारको यात्रा सकिन्छ, संसारको साथीभाइ सकिन्छ प्रियहरू। त्यस पछाडिको जीवन कहाँ छ? तपाईँहरू के तपाईँले अहिले मानिरहेको के तपाईँको त्यो परमेश्वरमा के तपाईँ निश्चित हुनुहुन्छ त? एकचोटि आफूलाई प्रश्न गर्नुहोस् प्रियहरू। त्यस कारणले गर्दाखेरि आजको दिन चाहिँ सारा संसारले उद्धार पाएको दिन हो, सारा संसारले मुक्ति पाएको दिन हो। एक मात्र यस्तो व्यक्ति छ, येशू ख्रीष्ट चाहिँ हामी जस्तो बुवा मम्मीको सम्बन्धले जन्मिनु भएको व्यक्ति, हामी जस्तो बुवा मम्मीको सम्बन्धबाट जन्मिनु भएको व्यक्ति होइन। येशू ख्रीष्ट यस्तो व्यक्ति हुनुहुन्छ परमेश्वरको छत्रछायाबाट कन्या केटीको घरबाट जन्मिनु भयो, किनभने उहाँ निष्कलङ्क निष्कुप रगत लिएर आउनुपर्ने थियो। हामी त्यही भएर त बाइबलले भन्यो आमाको गर्भमै हुँदाखेरि बच्चा पापी छ, किन भन्दाखेरि हाम्रो जिजुले पाप गरेको थियो, त्यही रगतको डिएनएबाट सर्दै सर्दै त्यो पापको चाहिँ डिएनएहरू त्यसरी चाहिँ मानिसमा सर्दै आएको कारणले गर्दाखेरि हामीलाई लाग्छ केही पाप गरेको छैन, तर हाम्रो जिजु बाजेले पहिले पाप गरेका थिए, त्यही रगतबाट हामी जन्मिँदै आएको थियौँ। त्यस कारणले गर्दाखेरि बाइबलले भन्छ मानिस आमाको गर्भमै हुँदाखेरि पापी छ। त्यस कारणले गर्दा त्यो पाप धुनको निम्ति चाहिँ कुनै पनि पशु पन्छीको रगतले असम्भव हुने कारणले गर्दाखेरि हामीभन्दा ठुलो मानिसको रगतको आवश्यक परेको कारणले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ परमेश्वरको पुत्र, मानिसको अवधारण, मानिसको अवतार, मानिसको स्वरूप लिएर चाहिँ यस पृथ्वीमा आउनुभएको र हाम्रो निम्ति उहाँले चाहिँ बलि दिनुभएको, हाम्रो निम्ति उहाँले चाहिँ रगत बगाउनु भएको। किनभने कुनै पनि जनावरको रगतले हाम्रो पाप क्षमा हुँदैन, तर तिमीहरूको पाप क्षमाउनलाई चाहिँ तिमीहरूभन्दा ठुलो व्यक्ति मानिसको आवश्यक पर्छ भनेर चाहिँ परमेश्वरले चाहिँ यस संसारमा उहाँको प्रिय पुत्र येशू ख्रीष्ट आजको दिन पठाउनु भएको दिन हो र सबै हाम्रो आज पाप अधर्महरू सबै छुटकारा भएको दिन हो जसले उहाँलाई विश्वास गर्छ प्रियहरू। त्यस कारणले गर्दाखेरि तपाईँहरूले यो भिडियो हेर्दै हुनुहुन्छ, क्रिस्चियनहरूको यो चाड होइन प्रियहरू, सिर्फ उत्सव रमाउने दिन हो प्रियहरू, चाडपर्व होइन। हामी यहाँ भोज भत्यार हामी जाँड रक्सी खाएर नाच्ने गाउने जाली पिन्ने होइन, हामी सिर्फ प्रार्थना गर्छौँ अनि हामी रमाउँछौँ, भजनहरू गाउँछौँ, प्रभुलाई धन्यवाद दिन्छौँ किनभने तपाईँले मलाई जीवन दिनुभयो, किनभने हाम्रो जीवनलाई ट्रान्सलेट गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ, किनभने उहाँले बनाउनु भएको हाम्रो शरीर उहाँलाई थाहा छ, हाम्रो शरीरको प्रत्येक अङ्ग प्रत्यङ्ग उहाँले बनाउनु भएको उहाँलाई थाहा छ र उहाँले जस्ताको तस्तै बनाउन सक्नुहुन्छ। अनि उहाँले भन्नुभएको छ म पृथ्वीमा दोस्रो आगमन भएको दिन दोस्रोचोटि आउने बेलामा मलाई विश्वास गरेर चिहानमा गाडिएकाहरूलाई म चिहानबाट बौरी उठाउनेछु, मलाई विश्वास गरेर पानीमा परेर मर्नेहरूलाई पानीबाट म निकाल्नेछु, आगोमा परेर मरेकाहरूलाई आगोबाट निकाल्नेछु मेरो प्रजाहरूलाई, अनि मलाई विश्वास नगर्नेहरूलाई म डरलाग्दो अग्निकुण्डमा फालिदिनेछु जहाँ चाहिँ कहिले पनि पानी, कुनै पनि पानी र कुनै शक्तिले पनि त्यो आगो निम्ने छैन, जहाँ चाहिँ त्यो आत्मा कहिले पनि त्यो आगोमा मर्ने छैन, सधैँ तडपिरहनेछ। त्यसरी भन्नुभयो त्यो जीवन भनेको संसारमा जस्तो 50, 60, 70, 80, 90 वर्षको होइन, अनन्त अनन्त त्यसको कुनै पनि अन्त्य छैन त्यो जीवनको। त्यस कारणले गर्दाखेरि तपाईँ विचार गर्नुहोस्, अनन्त स्वर्ग र अनन्त नर्कमा जाने के छ तपाईँको प्लान? तपाईँ यदि अनन्त जीवनमा स्वर्गमा प्रवेश गर्नुहुन्छ भनेदेखि आजै तपाईँले येशू ख्रीष्टको विषयमा तपाईँ गहन अध्ययन गर्नुहोस्। येशू ख्रीष्ट यस संसारमा किन आउनुभयो, उहाँ को हुनुहुन्थ्यो? उहाँ हामी जस्तो तपाईँ हामी जस्तो साधारण व्यक्ति होइन, उहाँ 100% परमेश्वर र 100% मानिस हुनुहुन्थ्यो भनेर बाइबलले भन्छ प्रियहरू। र बाइबल कसैको मनोगन्थनको कुरा होइन, बाइबल परमेश्वरको पवित्र आत्माबाट बोलिएको शब्द, परमेश्वरको वचन हो प्रियहरू। त्यस कारणले गर्दाखेरि यो क्रिसमस भनेको चाहिँ आज येशू ख्रीष्टको जन्मोत्सव मनाउने दिन हो, कुनै चाडपर्व होइन। र यो क्रिसमसबाट नै, यो मेरी क्रिसमसको दिनबाट नै एकअर्कालाई स्योर गरेर
हरेक कुरा गिफ्टहरू आदान प्रदान गर्दै सुसमाचार सुनाउँदै येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराहरू चाहिँ बताउने कुरा हो आजको दिन। सुसमाचार सुनाउने कुरा हो। तपाईँलाई कस्तो लाग्छ, तपाईँ पनि बाँच्नुपर्छ, तपाईँ आउनुहोस् येशू ख्रीष्टमा, तपाईँ जुन कुरामा छ त्यो कुरामा नअल्झिनुहोस्, त्यो कुराले तपाईँलाई एक दिन ढोका दिन्छ। तपाईँको जीवन येशू ख्रीष्टमा मात्र छ भन्ने कुराहरू हो आजको दिन, यो सुसमाचार सुनाउने दिन हो प्रियहरू। हस्त धन्यवाद। तपाईँले लाइक कमेन्ट सेयर गरिदिनु होला। हस्त जय मसी, नमस्कार।